त्यसैले त यो खेल रोचक छ। Immediately I want to step up like दर्शकवृन्द, खेलाडी अहिले मैदानमा छैन। ऊ आफ्नै टाउको भित्र खेलिरहेको छ। बाप, मेरो भाइ रोहन आम्मा बाबा के गरेर बसिरहेछस्? निन्द्रै लाग्दैन हो र? यो निन्द्रा भन्ने मलाई पनि कहिले आएन र बाप। किन अब खै यार, दिमाग पनि यो दिमाग, यो मेरो दिमाग सरकारी अफिस जस्तो लाग्छ क्या बाप। किन अब भ्रष्टाचार गरेपछि रोकिनै मान्दैन। मलाई तलब दिन्छ दिन्छ तर सुरेशमा दिन्छ। साथै भन्न बाप किनकि जब म चुप लाग्छु मेरो दिमाग आफै बोल्न थाल्छ कि बाप। दिमागले के भन्छ? त पुग्दैनस्, त सक्दैनस्, त एक्लो छस्, त पर्याप्त छैनस्। मेरो दिमाग पनि त्यस्तै भन्छु बाप। ए बाप, मेरो भाइ Hey, sorry. Drugs. Oi. Pops? Drugs? यसले प्रुभ गराउँछ दिमागलाई। गरे बे। अनि पछि? अनि त्यसपछि पागल! अनि त्यसपछि ठुलो स्वरले फर्किन्छ। तर सबैले सोचिरहेछन् यार, म रमाइलो गरिरहेको छु। रमाइलो गरिरहेको छैन जस्तो। म आफ्नै दिमागसँग डराउँछु बाप। म पनि डराउँछु मेरो दिमागसँग। कहिलेकाहीँ सबैभन्दा ठुलो मित्रता एउटै पीडाले गराइदिन्छ र कहिलेकाहीँ दुईजना एक्लोपन एउटै बेन्चमा बसिरहेका हुन्छन्। मन खोज्छ, धुवा खोज्छ, दिमाग भाग्छ, भुल खोज्छ, सर्व शान्ति पछि आदि बाटो झन् गाह्रो हुन्छ। मन खोज्छ, धुवा खोज्छ, दिमाग भाग्छ, भुल खोज्छ, सर्व शान्ति पछि आदि बाटो झन् गाह्रो हुन्छ। मन खोज्छ, धुवा खोज्छ, दिमाग भाग्छ, भुल खोज्छ, सर्व शान्ति बाटो गाह्रो हुन्छ। ओहो, एक्स्ट्रा टाइम सुरु भयो।
र दुईवटा विकल्पहरू छन्। एउटा भाग्ने, अर्को लुक्ने। हेलो भाइ, कहाँ छस् त? म एयरपोर्टमा छु, आउँछस्? अहिले निर्णय गर। कृपया ध्यान दिनुहोस्, दुबई जाने उडान नम्बर 217 का यात्रुहरूका लागि यो अन्तिम बोर्डिङ घोषणा हो। बाँकी सबै यात्रुहरूलाई गेट नम्बर 2 मा प्रस्थान गर्न अनुरोध गरिन्छ। बोर्डिङ गेट केही समयमा बन्द हुन्छ र विमान प्रस्थानका लागि तयार छ। धन्यवाद। आइज मेरो भाइ, आइज। यहाँ नयाँ जिन्दगी छ। यहाँ पुरानो पीडा भुलाउने उपाय छ। मेरो भाइ, विचार गर। आइज 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 मेरो भाइ, आइज। सोच। जहाँ गए पनि म सँगै जान्छु। म late, rejected, not enough, failed, म भाग्न चाहन्न। त धेरै अघिदेखि भागिरहेको छ। दर्शकवृन्द, हामीले सोचेका थियौँ यो खेल बाहिर भइरहेको छ। हो, तर यो खेल त पुरै मनभित्र पो रहेछ। दर्शकवृन्द, खेल चौथो क्वार्टरमा प्रवेश गरेको छ र अब खेलाडी दौडिरहेको छैन। केवल ऊ आफूलाई ढल्न दिन खोजिरहेको छैन। Play continue. म खेल्न सक्दिन। सबैजना खेल्नै पर्छ। म थाकेको छु। Excuse. म डराएको छु। Which means म हराएको छु। You are loser. Loser. Lose. म हारेको होइन। म थाकेको हुँ। आजो बिहान अलार्म बज्छ, म बन्द गर्छु। फेरि बज्छ, फेरि बन्द गर्छु। उठ्नुपर्छ भन्ने थाहा हुन्छ तर शरीर उठ्दैन। यस्तो ओछ्यानले नै समातेर राखेको होस्।
कलेज जान्छु, क्लासमा बस्छु, टिचर बोलिरहनु भएको हुन्छ, बोर्ड भरिँदै जान्छ, सबैजना लेखिरहेका हुन्छन्, मेरो हातमा पनि कलम हुन्छ, तर मेरो दिमाग कहाँ हुन्छ मलाई थाहै हुँदैन। कहिलेकाहीँ त एउटा शब्द पनि दिमागमा पर्दैन। खाना अगाडि हुन्छ, मम्मीले राखिदिनु भएको हुन्छ, तर भोकै लाग्दैन, जबरजस्ती एक गाँस खान्छु, त्यो पनि घाँटीमै अड्के जस्तो हुन्छ। साथीहरूसँग बस्छु, उनीहरू हाँसिरहेका हुन्छन्, म पनि हाँस्छु, तर म भित्रबाट हाँसेकै हुँदिनँ, जस्तो मेरो शरीर त्यहाँ छ, बट आई डोन्ट फिल लाइक आई एम रियली देयर। रात पर्छ, फोन खोल्छु, स्क्रोल गर्छु, स्क्रोलिङ इन्स्टाग्राम, रिल्स, फेसबुक, युट्युब, टिकटक, स्न्यापच्याट, अरूको जिन्दगी अगाडि बढिरहेको देख्छु, कसैले जब पाएको, कसैले भिजा पाएको, कसैको रिलेसनसिप, कसैको सक्सेस, म तल्लो परेर हेरिरहन्छु, अनि फेरि आफ्नो जिन्दगी हेर्छु, लाग्छ म किन यहीँ अड्किएको छु। रातभर निन्द्रा लाग्दैन, बत्ती निभाउँछु, आँखा बन्द गर्छु, तर दिमाग छ नि दिमाग, यो दिमाग बन्दै हुँदैन, दिमाग दौडिरहन्छ बिना कारण, बिना रोकावट। के हो यार, यो के भयो यस्तो, यो घाटो के को घाटो हो, फुस्किँदैन। कहिलेकाहीँ सास फेर्न पनि गाह्रो हुन्छ, छाती भारी हुन्छ, मन खाली हुन्छ, अनि सबैभन्दा डरलाग्दो कुरा के हो थाहा छ? बिस्तारै म आफूलाई चिन्न छोड्दैछु। पहिले म यस्तो थिइनँ, अहिले म को हुँ? लेजी, विक, ब्रोकन। कि भित्र केही चुपचाप टुटिरहेको छ? म बुझ्न खोज्दैछु, म साँच्चै बुझ्न खोजिरहेको छु, तर कहिलेकाहीँ यस्तो लाग्छ, आई डोन्ट अन्डरस्ट्यान्ड माइसेल्फ एनिमोर। कहिलेकाहीँ लाग्छ म एउटा यस्तो दौडमा छु जहाँ कसैले नियम भनेकै छैन, तर सबैजना मभन्दा अगाडि छन्। म दौडिरहेको छु कि मात्र आफूलाई खस्न नदिन खोजिरहेको छु, मलाई थाहा छैन।
के साँच्चीकै खेल सक्यो? खेल सकेकै हो त। Help me! Help! सुन्नुभयो? यसले म हारे भनेको छैन, यसले भनेको हो मलाई सहयोग चाहिएको छ। विवेक बाबु के भयो? किन शरीर दुखेको छ? फेरि बस्दैछ त? के हुन्थ्यो यसलाई? बिहान 4 बजे उठ्ने बानी छैन। ए बाबु उठ, ए बाबु उठ्न, ए भन मरै टेर्दैन। यही भएको छैन यसलाई। मलाई उभिन पनि कस्तो गाह्रो भयो जस्तो भइरहेछ कि बाबा। मलाई बिरामी जस्तो भइरहेछ कि मम्मी। मलाई कहाँ दुखेको थाहा छैन, मलाई केही पनि थाहा छैन। कतै ज्वरो त आएको छैन? के हजुर हस्पिटल लैजाने कि बेसार पानी पकाम? होइन, कुन डक्टरले दिन्छ यो अल्छीपुरको दबाई? यसलाई केही पनि भएको छैन। 24 घन्टा त्यो कालो सिसामा अम्ला रगटेको गर्नाले यस्तो भयो। मनको कुरा आजकलका केटाकेटी मोबाइल धेरै चलायो, काम गरे ठिक हुन्थ्यो। हाम्रो पालामा यस्तो थिएन। हाम्रो पालामा यो डिप्रेसन भन्ने हुँदैन थियो। रोग त हाम्रो पालोमा नि हुन्थ्यो हजुर। हामीले त्यसलाई ऋणको चिन्ता वा कर्मको फल भनेर सहन्थ्यौँ। नाम मात्रै थाहा थिएन। कहिलेकाहीँ पुस्ताले रोग होइन, रोगको नाम मात्र फरक जान्दछन्। म मजाक गरिरहेको छैन। आजको खेलमा सबैभन्दा ठुलो साहस कुनै गोल थिएन। मलाई हेल्प चाहिएको छ कि बाबा। सबैभन्दा ठुलो साहस थियो, मलाई हेल्प चाहिएको छ। अब सुरु हुँदैछ नेपालकै लोकप्रिय खेल र यो खेलको नियम निकै अनौठो छ, यहाँ समस्या कसैले सुन्दैन। तर समाधान सबैजनासँग छ। मलाई अहिलेसम्म कसैले पनि विवेक कस्तो छ तिमीलाई भनेर सोधेको छैन। हो, यही प्रश्न उसलाई हामीले कहिले गरेनछौँ। हामी पनि स्कोर मात्र पढिरह्यौँ, तर खेलाडी पढेनछौँ। टाइम आउट। दर्शक ग्रिन एकछिन धैर्य गर्नु होला। यो नियम चाहिँ हामीले प्रसारण गर्न है। टाइम आउट। म हारिसकेँ। उसो
के टाइम आउट टाइम आउट माग्न पाइन्छ तिमी खेलाडी भएकाले मजाले माग्न पाइन्छ Scoreboard! Scoreboard! Hey, nobody. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. Yeah! Yeah! Game over! Ah! 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 Yeah! Game over! कोही हो यस्तो साथी सुख दुःख बुझिदिने मनको कुरा मनैबाट विश्वास गरी भनिदिने कोही हो यस्तो साथी दुःख बुझिदिने मनको कुरा मनैबाट विश्वास गरी भनिदिने तिमीलाई बस्न मन छ भने भन। अहिले तिमीलाई कस्तो महसुस भइरहेको एकदमै हेभी कहाँ यहाँ छातीमा कति भयो यस्तो भएको धेरै पहिलेदेखि हो यस्तो कति धेरै यति धेरै कि मलाई याद नै छैन कहिलेदेखि भनेर हेर थकाइ र हारमा फरक हुन्छ तिमी कुनमा छौ थकाइ अनि किन आफूलाई हारेको भनिरहेको छौ अहिले ऊ स्कोरको लागि खेल्दैन थियो ऊ खुसीको लागि खेल्थ्यो तिमी सानो हुँदा के खेल्थ्यौ म बास्केटबल मेरो जिपिए कसैले सोच्दैन थियो बास्केटबल खेल्न पाइन्थ्यो ऊ आजाम न बस्न उता उठ के भएन हामीले सोच्यौँ उसले बास्केटबल खेल्न छोड्यो तर उसले हामीलाई मनपर्ने कुरा छोडेको थिएन सायद उसलाई फोन नगरेको थियो जम्प